नमस्कार, म सन्तोष चौदेन तपाईँहरूको समक्षमा युट्युब सम्बन्धित एउटा भिडियो लिएर आएको छु। तपाईँहरूले सुन्नुहोला अनि तपाईँहरूले यसको लाभ पनि उठाउनुहोला र नबुझेको खण्डमा फेरि सोध्नुहोला। र मैले भन्नु चाहिँ के हो भने नि मैले भन्नु चाहेको चाहिँ आफूले युट्युब एकाउन्ट खोलेको धेरै वर्ष भयो है, 9-10 वर्ष करिबन भयो। र अहिले सोच्दाखेरि पहिला त अब नेटको जमाना थिएन, अब यस्तो डलर कसरी पाक्छ त्यो त सपनामा पनि सोचेको थिएन होइन। तर अब यसको भेल्यु आयो अनि धेरै धेरै होइन, नभएको पनि 400-500 है, त्यति कहिले हजार भएको युट्युब एकाउन्टहरू पनि फालिरहेको छ। किनभने पासवर्ड बिर्स्यो है, एकाउन्ट जिमेल बिर्स्यो, पासवर्ड बिर्स्यो, अब कहाँ खोज्नु होइन। तर नसुर्ताउनुहोस्, यसको सल्युसन छ। यसलाई हामीले रिकभरी गर्नु सक्छ है। च्यानलको नाम मात्रै थाहा हुनुपर्छ। तपाईँहरू नसुर्ताउनुहोस्, आफ्नो एकाउन्ट जति नै पुरानो भए पनि त्यसलाई रिकभरी गरेर त्यसलाई मोनिटाइज पनि गराउन सकिन्छ। त्यो मेरो वादा हो, किनभने मैले भोगेको कुरा छ है। मैले त्यसरी गरेर 1-2वटा एकाउन्ट रिकभरी एन्ड खुसीको खबर है, मोनिटाइज पनि गराएको छु। र यसले के गर्नुपर्छ भने रिकभरी अघि भनिहालेँ, त्यो पासवर्ड जे बिर्सोस् त्यसको अप्सन छ। अनि आफूले मेहनती गरेर धेरै पहिला है धेरै सब्सक्राइबरहरू बटुल्नु भएको छ। त्यसलाई तपाईँले रिकभरी गरेर मोनिटाइज गराउन सक्नुहुन्छ। र त्यसको आइडिया मसँग छ र तपाईँहरूको कसको त्यस्तो भएको छ मसँग सम्पर्क राख्नुहोला होइन। अनि तपाईँहरूले आफ्नो एकाउन्टलाई चाहिँ पुरानो धेरै साल पुरानो होस् है, तर 1000 सब्सक्राइब अनि 4000 वाच टाइम चाहिँ हुनै पर्यो। तपाईँहरूलाई मोनिटाइज त गराइदिइहाल्छ कम्पनीले। अनि हो त्यस्तो छ। तपाईँहरूको यदि एकाउन्ट हराएको छ, मिसिङ भएको छ, पासवर्ड बिर्सेको छ, इमेल आइडी बिर्सेको छ, एकाउन्ट बिर्सेको छ भने तपाईँहरूले एक दिन तपाईँहरूले त्यसलाई रिकभरी गरेर तपाईँहरूले मोनिटाइज गराउन सक्नुहुन्छ। यो चाहिँ मेरो वचन हो है। किनभने मैले धेरै युट्युबहरू त्यसो गरेको छु। कतिले भन्छ है पुरानो युट्युब च्यानल मोनिटाइज हुँदैन भन्छ, तर त्यो होइन, मैले गराएको छु, गरेर चलाइरहेको छु है। ताकि यो म बोलिरहेको च्यानल पनि त्यस्तै गरेको। धेरै वर्ष मैले छोडिएको भिडियोहरू थियो, तर भिडियो चाहिँ पहिला अर्कै थियो, अहिले अर्कै छ। किन एउटा टेक्निक त लाउनु पऱ्यो नि त होइन। अब पुरानो एकाउन्ट होइन, त्यो पुरानो भिडियो त हेर्दैन, अनि त्यसलाई हामीले डिलिट त गर्नै पर्छ, नयाँ भिडियोहरू हाल्नु पऱ्यो होइन। वाच टाइम तान्नुलाई के गर्नुपर्छ, तानिसकेपछि के गर्नुपर्छ है, त्यो पनि आफैले अब जानी बुझी आइडिया त लाउनुपर्छ, नत्र भने हुँदैन है। हामीले पनि युट्युबलाई झुक्याउनुपर्छ। झुक्याएर हामीले जुन उसको है युट्युबको खिलाफमा होइन, एउटा आइडियाले होइन, झुक्याउनु त होइन, झुक्याएर त केही पनि हुनेवाला छैन त भन्ने। अब एउटा सब्सक्राइब पुग्दैन, हामीले जुन नयाँ एकाउन्ट पुरानो भिडियो फेरि चल्दैन, पुरानो भिडियोले जति तान्यो सब्सक्राइब तान्यो त्यो हराउँदैन। तर हामीले फेरि नयाँ भिडियोहरू हाल्नु पर्यो, पहिलाको डिलिट गर्नु पर्यो होइन। त्यो पहिलाको डिलिट गरेन भने मिक्स कन्टेन्टहरू हुन्छ, त्यसले गर्दा मोनिटाइज हुँदैन, रिजेक्ट हुन्छ। त्यसले गर्दा चाहिँ हामीले नयाँ कन्टेन्ट तान्नु पर्यो। फेरि त्यो डेथ भइसकेको जुन च्यानललाई स्ट्रङमा ल्याउनु पर्यो। त्यो गइसकेको जुन फलोवर्स भनौँ या सब्सक्राइबर्सहरू भनौँ, तिनीहरू मरिसकेको हुन्छ। तिनीहरूकोमा त्यो जति पनि सब्सक्राइबरहरूकोमा नोटिफिकेसन जाँदैन है। त्यो जाने चाहिँ बनाउनु पऱ्यो नि। जब हामीले
त्यो रिकभरी गरिसकेपछि चाहिँ हामी नयाँ भिडियोसहरू हाल्नुपर्छ है। हालेर चाहिँ हामीले 4000 वाच टाइम त पुर्याउनुपर्छ अनि 1000 सब्सक्राइब पुर्याउनुपर्छ। अनि हामीले आफ्नो कन्टेन्ट जति अघि मैले भने 50 वर्ष होस् है पुरानो होस् मोनिटाइज हुँदो रहेछ, किनभने मैले गरेँ नि त। अब त्यही कुरालाई चाहिँ तपाईँहरूको माझमा मैले सेयर गरेँ र तपाईँहरूले पनि यो कुरालाई मनन चिन्तन गर्नुहोस् अनि तपाईँहरूलाई मन परेमा सब्सक्राइब पनि गरिदिनु होला मेरो यो च्यानललाई है। अब म यो च्यानलमा अरू केही होइन, मेरो बेला बेला म यस्तै भिडियोहरू लाभदायक भिडियोहरू लिएर आइरहनेछु। इन्टरटेनमेन्ट भिडियो हुनेछ यो भिडियो चाहिँ, एकदमै गीत सङ्गीतहरू हुनेछ है। अनि जति पनि मेरो यहाँ आन्जुम स्टुडियोमा प्रडक्टहरू हुन्छ है, गीतहरू उत्पन्न हुन्छ, त्यो भिडियोहरू यो च्यानलमा पस्किनेछु। र जति पनि तपाईँहरूको भिडियो यहाँ गीत गाउनुहुन्छ तपाईँहरूले आफ्नो च्यानलमा लाएको चाहिँ यो च्यानलमा आउने छैन, तपाईँहरूको च्यानलमै लाउनुहोस् होइन। तर तपाईँहरूले होइन, तपाईँ आफै तपाईँको च्यानलमा लाउनुहोस् न भन्नुभयो भने चाहिँ म लाउँछु, नभए चाहिँ नलाउने। र यो भिडियो थियो एउटा मैले आफै भोगेको, मैले आफै गरेको, जुन चाहिँ युट्युब मोनिटाइजको बारेमा मैले तपाईँहरूलाई सुनाएँ। जति नै पुरानो होस् होइन, मैले भनिहालेँ 50 वर्ष पुरानो युट्युब च्यानल होस्, एकदमै स्योरसँगले म भन्छु है मोनिटाइज चाहिँ हुन्छ। तपाईँहरूले पनि पुरानो भिडियो या युट्युब च्यानल खोल्नु भएको थियो र त्यो मिसिङ भयो, हराउनु त के हराउँथ्यो, त्यसको पासवर्डहरू इमेल आइडीहरू बिर्स्यो है। त्यो बिर्सेकोहरूलाई चाहिँ हामीले निर्धक्क साथ रिकभरी गर्नु सकिन्छ। नयाँ इमेल बनाएर, नयाँ पासवर्ड बनाएर त्यसलाई स्ट्रङ बनाउन सकिन्छ। अफिसियली भिडियो या अफिसियली च्यानल बनाउन सकिन्छ है। यदि तपाईँहरूको पुरानो युट्युब च्यानल मिसिङ भएको छ है, या पासवर्ड इमेल आइडीहरू यदि चुकेको छ, हराएको छ भने नयाँ इमेल आइडी लगाएर है रिकभरी गर्नु सक्नुहुन्छ अनि मोनिटाइज गराउनु सक्नुहुन्छ। चाहे 50 वर्ष पुगेको होस्, बुढो च्यानल होस्, मोनिटाइज अवश्य हुनेछ भन्दै आजको भिडियो चाहिँ यही नै समाप्त गर्न चाहे। धन्यवाद।